नमस्कार। जय श्रम संस्कृति पार्टी आज भएको श्रमदानमा चाहिँ हाम्रा श्रमदाताहरू बृहत रूपमा उपस्थिति छ, राम्रो उपस्थिति छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। बिना बजेट काम गर्ने भनेकै हाम्रो श्रम संस्कृति पार्टी हो क्या। कति काम गरिसक्यौँ होला हामी, एकजना बराबर हाम्रो एकजनाको श्रमको मूल्य कति होला। हामीले पार्टी खेतमा तटबन्धनकोमा हामीले जालीदेखि लिएर स्कुल सरसफाइ गऱ्यौँ। स्कुल नलागेर स्वास्थ्य क्षेत्रमा हाम्रो हस्पिटल जस्तो कुराहरूमा हामीले सरसफाइ गरिरहेका छौँ। बिना बजेट पनि श्रमबाट पनि हुने रहेछ, काम गर्न सकिने रहेछ भन्ने उदाहरण चाहिँ यो हाम्रो श्रम संस्कृति पार्टीले दिइरहेको छ है। अब हाम्रो शिक्षा जस्तो लिने ठाउँमा स्कुलहरू फोहोर थियो, जहाँ हामीले त्यहाँ सरसफाइ गऱ्यौँ र त्यहाँ मलाई अभिभावकहरूले धन्यवाद पनि दिनुभयो। उहाँहरूलाई पनि म स्वागत गर्न चाहन्छु। उहाँहरूले धेरै धेरै धन्यवाद। तपाईँहरूले हाम्रो स्कुल सरसफाइ गरिदिनु भयो र हामीलाई अभिभावकले बसेर त्यहाँ आधारभूत विद्यालयमा चाहिँ अभिभावक बसेर चाहिँ बच्चालाई खाजा नास्ता खुवाउने अवस्था पनि एकदम दयनीय थियो अरे क्या। कहाँ बस्ने, यता पनि झार पलाएको छ, उता पनि झार फोहोर मैला। त्यस्तो अवस्थामा तपाईँहरूले सरसफाइ गरेर सहयोग गरिदिनु भयो। धेरै धेरै धन्यवाद भन्नुभयो। श्रम संस्कृति पार्टीका श्रमदाताहरूले यसरी धन्यवाद पनि पाइने रहेछ काम गरे बापत है। शिक्षाकै कुरा गर्ने भने विद्यार्थीहरूलाई अहिले किताब पढाउन, अक्षर चिनाउन मात्रै काम भयो जस्तो लागिरहेछ होइन। अक्षर मात्रै सिकाएर, किताब मात्रै पढाएर हुँदैन। हामीलाई शिक्षित मात्रै बनाएर हुँदैन, सिप पनि चाहिन्छ भन्ने अभिभावकहरूको गुनासो छ। अभिभावकहरूले जहाँ भन्दा अब छोरा +2 पास गरिसक्यो, बाउ जत्रो आमा जत्रो भइसक्यो, एउटा सामान्य धारा फेर्न पनि नजान्ने, एउटा काँटी पनि सिधा ठोक्न नजान्ने भनेपछि हाम्रो शिक्षामा सिप हुनुपर्छ भन्ने उहाँहरूको आवश्यकता रहेको बताउनु भएको छ। र जहाँसम्म हर्का साम्पाङको टिम आएपछि र हर्का साम्पाङलेको श्रम संस्कृति पार्टीलेको सरकार आएपछि यो शिक्षा जस्तो कुरामा सिपमूलक कार्यक्रम पनि हुन्छ, सिपमूलक शिक्षा पनि हुन्छ भन्ने